नि फैसला गर्नुहोस्, मेरो जीवन चाहिँ म पवित्र आत्माको हातमा समर्पण गर्छु। जब नि तपाईँले नि यहाँ आउने ठाउँमा आउने मात्र फैसला होइन, तर नि पवित्र आत्माले नि चलाउने फैसला गर्नुहोस्। तपाईँले भन्नुहोस्, प्रभु मेरो जीवनलाई तपाईँको हातमा दिँदैछु, तपाईँले चलाउन सक्नुहुन्छ। मेरो जीवनमा भत्केको कुरालाई तपाईँले बनाउन सक्नुहुन्छ। म फैसला गर्छु अनि म यो कुराको निर्णय गर्छु कि प्रभु म कराउँछु। आजको दिन चाहिँ तपाईँले मेरो जीवनलाई सुन्नु पाउनुहुन्छ। तपाईँले मेरो जीवनमा कार्य गरिदिनु। जुन भाग चाहिँ मेरो जीवनमा बनिनुपर्छ, जुन भागमा चाहिँ मेरो जीवनमा छुटकारा आउनुपर्छ, जुन भागमा चाहिँ मेरो जीवनमा सँगै आउनुपर्छ, जुन भागमा चाहिँ तपाईँको महिमाको कुरा प्रकट हुनुपर्छ, पवित्र आत्मा म तपाईँलाई कार्य गर्न दिन्छु भनिकन जसले कराउँछ त्यो व्यक्तिको जीवनमा चाहिँ त्यो महिमाको कुरा सब खोलिन सुरु हुँदैछ। आमेन, आमेन। यो काममा चाहिँ त्यो व्यक्तिले आशिष पाउँछ। कुन व्यक्तिले आशिष पाउँछ नि? जुन व्यक्ति चाहिँ निस्वार्थका साथमा नि नलजाइकन नि कराउने व्यक्ति बनिन्छ। जुन व्यक्तिले चाहिँ खोज्न सुरु गर्छ त्यो व्यक्तिको निम्ति चाहिँ यो मिटिङ हो। के हुँदछ भने हेर्नु आउनेको लागि त्यो मिटिङ होइन मेरो प्रियहरू। मैले यो मिटिङमा आउनुभन्दा अगाडि तपाईँलाई भने उपवास बस्नुहोस्, तपाईँ तयारी भइकन आउनुहोस्, किनभने स्वर्गले तपाईँको जीवनमा राखेका कुराहरू खोल्न लागेको छ। आमेन, आमेन। किनकि स्वर्गको समयभित्र अब हामी पसिरहेका छौँ। स्वर्गले नि जे कुरा गर्दैछ त्यो कुरा चाहिँ देख्ने समय अब। तपाईँले कतिजनाले देख्दै हुनुहुन्छ प्रभु यस बिचबाट भएर जाँदै हुनुहुन्छ आजको दिन। कतिजनाले पवित्र आत्माले नि यस सामान्य कार्य अघि नै गरी सुरु गर्नुभयो। यो आँखाले नदेखेको होला, तर हृदयको आँखाले चाहिँ त्यो कुरालाई नि देख्न थाल्छ। किनभने त्यो कुरा नि सुरु भइराखेको छ। यदि नि आज नि तपाईँले अन्ध बर्तिमाईले जस्तै कराएर भन्नुहुन्छ, दाउदको पुत्र म माथि दया गर्नुहोस्, दाउदको पुत्र म माथि दया गर्नुहोस्। यदि कराउने व्यक्ति चाहिँ यो भित्र छ भनेदेखिलाई आज नि यसो प्रभु तपाईँप्रति फर्किने निश्चय नै बाध्यता पर्छ। आज त तपाईँ नि कराउने नै हो भनेर नि प्रभुले तपाईँलाई रोकिकन तपाईँलाई हेर्छ। आज कराउनु भयो भने चाहिँ तपाईँको जीवनमा केही कुरा घट्छ। किन बाइबलमा यो कुरा घटे मैले तपाईँलाई त्यसै भनेको होइन। यो तपाईँलाई नि त्यो शारीरिक है भावनात्मक कुरालाई नि चार्ज अप गर्न, इमोसनली चार्ज अप गर्न लागि होइन। तर आज तपाईँले गर्दै गर्दाखेरि चाहिँ नि तपाईँको जीवनमा केही कुरा हुन लागेको छ। जब नि बाइबलमा हामी हेऱ्यौँ भनेदेखिलाई नि मत्तीको किताब त्यसको नि 9 अध्यायको 27 अनि 28मा हामी हेऱ्यौँ भनेदेखिलाई नि त्यहाँनिर यसरी लेखेको छ, त्यहाँ येशू त्यहाँबाट जानु हुँदा दुईजना अन्धहरू हे दाउदको पुत्र म माथि दया गर्नुहोस् भनी कराउँदा उहाँको पछि पछि लागे। उहाँ घरमा पस्नु भएपछि ती अन्ध मानिसहरू उहाँका आए र येशूले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भने के तिमी विश्वास गर्छौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। अन्धाले नि कराउँदैछ, अन्धाले कराउँदैछ। हामी थुप्रोचोटि मेसेज सुन्यो, अन्धाले कराउँदैछ। डेफिनेटली देख्नेले चाहिँ कराउनु पर्छ। अब यसो यस बिचबाट भएर जाँदै हुनुहुन्छ। पवित्र आत्माको चलहल यस बिचमा भइराखेको छ। आत्माको हलचल हुँदै गर्दाखेरि नि जसले चाहिँ कराउन सुरु गर्छ नि उनीको जीवन नि प्रभु रोकिन थाल्छ। यदि प्रभु रोकिनु भएन भने पनि तपाईँले पछ्याउनु पर्छ। अब तपाईँले भन्नुपर्छ, प्रभु तपाईँ जहाँ जाँदै हुनुहुन्छ म पछ्याउन सुरु गर्छु। तपाईँ जहाँनिर बस्दै हुनुहुन्छ म त्यहाँ आइपुग्छु। जहाँनिर तपाईँको प्रेजेन्स छ म त्यहाँनिर आइपुग्छु। जहाँनिर आश्चर्य कर्म हुन्छ म त्यहाँनिर आइपुग्छु। यो पुस्ता चाहिँ अब नि पछ्याउने पुस्ता बनिनुपर्छ। यो पुस्ता चाहिँ प्रभुलाई खेद्ने पुस्ता बनिनुपर्छ। प्रभुको पछि पछि जाने पुस्ता नि यदि तपाईँ बनिनुहुन्छ नि प्रभु रोकिकन नि आफ्नो महिमालाई उहाँले प्रकट गर्न थाल्नुहोस्। आमेन, आमेन, आमेन। प्रभु त्यो पुस्तासँग रोकिन थाल्नुहुन्छ जसले चाहिँ आज कराउन सुरु गर्छ। यो पहिलो दिनदेखि नै तपाईँले भन्नुपर्छ, तपाईँको हातमा चाहिँ कराउन थाल्नुपर्छ। प्रभु तपाईँले मसित बोल्नुपर्छ। तपाईँको महिमाको कुरा मसँग मेरो जीवनमा प्रकट हुनुपर्छ। जब तपाईँले खोज्नुहुन्छ नि आफ्नो जीवनलाई नि पापदेखि अलग गरिकन प्रभुलाई पछ्याउन थाल्नुहुन्छ नि। अन्धाले नि प्रभुलाई पछ्याइकन पुग्यो भनेदेखिलाई नि म यो कुराको विश्वास गर्छु, देख्ने झन् छिटो पुग्न सक्छ। प्रभुले एउटै कुरा सोध्नु भयो, के तिमी विश्वास गर्छौ म यो काम गर्न सक्छु भनिकन? कुरा चाहिँ के आएको छ यहाँ छ? यही प्रश्न आजको साँझ यहाँनिर आउँछ। के तपाईँको प्रभुले यो कुरा गर्न सक्नुहुन्छ भनिकन विश्वास गर्नुहुन्छ?
के यो पुस्ताले बिलिभ गर्छ उहाँले आफ्नो महिमालाई प्रकट गर्छ भनिकन कि यो पुस्तामा यस्तो व्यक्ति छ जसले प्रभुले नि जुन महिमा नि यस पृथ्वीमा प्रकट गर्छु भन्ने प्रतिज्ञा थियो त्यो महिमा हामीले देखेनौँ वर्ष भयो रोकिराखेको छ यस पृथ्वी अन्धकारमा छ बन्धनमा छ शैतानिक कुराले ग्रस्त छ रोगमा छ कष्टमा छ गरिबीमा छ खिचोमा छ निन्दामा छ सतावटमा छ तर प्रभुले आफ्नो महिमालाई प्रकट गर्छ भन्ने समयलाई विश्वास गर्नुहुन्छ उहाँले नि त्यो समस्यालाई जित्ने शक्ति प्रदान गर्नुहुन्छ भने विश्वास गर्न सक्नुहुन्छ यदि जुन पुस्ताले नि त्यो विश्वास गर्छ त्यो व्यक्तिको निम्ति त्यो कुरा खोलिन सुरु हुन्छ जुन व्यक्तिले चाहिँ विश्वास गर्छ जुन व्यक्तिले चाहिँ भन्छ प्रभु म त्यो समयभित्र पस्दैछु जुन समयभित्र चाहिँ नि तपाईँले आशिष कर्मलाई गर्न सुरु हुँदैछ जुन समयभित्र पस्दैछु त्यो महिमाका कुरा चाहिँ नि मेरो जीवनमा मेरो परिवारमा मेरो घरानामा तपाईँले त्यो कुरालाई खोल्नुहुन्छ आज बोल्नेमाको जीवनमा चाहिँ केही कुरा हुन लागेको छ यो 4 दिनको जोसा क्याम्प मिटिङमा चाहिँ नि केही कुरा हुन लागेको छ त्यो चाहिँ त्यो व्यक्तिको लागि हो जसले अहिलेदेखि कराउन सुरु गर्छ जसको चितकार छ भित्र जसले चाहिँ खोज्न थाल्छ जसले चाहिँ भन्छ प्रभु होइन यो अवस्थालाई चाहिँ परिवर्तन गर्ने व्यक्ति बनिन्छु म यही अवस्थामा यही कुरामा चाहिँ म रहँदिनँ म चाहिँ चेन्ज चाहन्छु म चाहिँ बदलाउन चाहन्छु म चाहिँ देख्ने हुन चाहन्छु म चाहिँ नि तपाईँले राखेको कुरालाई अनुभव गर्ने हुन चाहन्छु सुन्ने मात्र होइन प्रभु तर म त्यो कुरा चाहिँ देख्ने व्यक्ति बनिन चाहन्छु चर्च आजसम्म हामीले सुन्यौँ मात्रै प्रभुको महिमाका कुराहरू तर सुन्ने होइन अब देख्ने समयभित्र पस्नुपर्छ तैँले गर्दै शक्तिभित्र पस्न सक्नुपर्छ त्यो ल्याउने जुन कुरा प्रभुले ल्याउँदै हुनुहुन्छ त्यो कुरालाई अनुभव गर्ने व्यक्ति बनिनुपर्छ त्यो व्यक्ति त्यति बेला बनिन्छ जब तपाईँले नि कराउन थाल्नुहुन्छ बोल्ने पाला छ अब तपाईँको केही यो कोठाभित्र छ केही त्यहाँ अर्को हलभित्र छ त्यस्तो व्यक्ति आज भन्नुहुन्छ प्रभु हो म तपाईँलाई पछ्याउँदैछु म खोज्दैछु तपाईँलाई म कराउँदैछु म तपाईँलाई पछ्याउँछु तपाईँले राख्नु भएको भाग छ मेरो बनाउन चाहन्छु म चाहिँ रोकिँदिनँ कुनै अवस्थामा हो खानुहोस् या नहोस् म रोकिँदिनँ परिस्थिति मेरो लागि स्विचेबल होस् या नहोस् म रोकिँदिनँ मान्छेको भनाइ होस् या निन्दा होस् म रोकिँदिनँ यदि भन्ने त्यो व्यक्तिसँग भने आज नि उहाँले आफ्नो महिमाको कुरालाई प्रकट गर्नुहुन्छ किन यहाँ छ कराउने व्यक्तिहरूले प्रभुले देख्न थाल्नुभयो उहाँले नि आवाज सुन्न चाहनुहुन्छ कसको आवाज छ ख्रिस्टको कानमा पुग्ने 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 के यो पुस्तामा यस्तो व्यक्ति छ जसले चाहिँ कराउँछ चित्कार छ अनि येशू ख्रिस्ट रोकिकन नि उसको जीवनको सम्पूर्ण खाँचोलाई पुरा गर्न चाहनुहुन्छ प्रभु तयार हुनुहुन्छ मेरो प्रियहरू येशू ख्रिस्ट तयारी हुनुहुन्छ येशू ख्रिस्ट तयार हुनुहुन्छ येशू ख्रिस्ट तयार हुनुहुन्छ यदि तपाईँ भन्नुहुन्छ प्रभु म यो कुरा चाहन्छु म विश्वास गर्छु तपाईँले पक्का गर्न सक्नुहुन्छ यदि तपाईँले डाउट गर्नुहुन्न प्रभुको वचनमा डाउट गर्नुहुन्न प्रभुको प्रतिज्ञामा यदि तपाईँले डाउट गर्नुहुन्न आजदेखि तपाईँले त्यो महिमालाई देख्न सुरु गर्छ अहिले नै हो यो कुरा यो चाहिँ अहिले नै हो यो चाहिँ अहिले नै पुरा हुन्छ यो चाहिँ अहिले नै देखिन थाल्छ उहाँले आफ्नो महिमालाई प्रकट गर्न चाहनुहुन्छ स्वर्ग तयार छ मेरो प्रियहरू अब पालो छ पृथ्वीमा हुने बुवाका छोराछोरीहरूको यदि आज हामी कराउन थाल्छौँ भने प्रब्लम हुन्छ प्रभु म यहाँनिर छु मेरो जीवनमा नि तपाईँले गर्न सक्नुहुन्छ जुन भागमा मैले अहिलेसम्म देखिनँ तर म बोल्छु म कराउँछु त्यो ठाउँमा जीवनलाई म देख्ने व्यक्ति बनिन्छु आँखालाई बन्द गरौँ मेरो प्रियहरू तपाईँ बोल्न थाल्नुहोस् प्रभुसँग एकछिन तपाईँ बोल्न थाल्नुहोस् प्रभुसँग एकछिन बोल्न थाल्नुहोस् प्रभुसँग एकछिन बोल्न थाल्नुहोस् प्रभुसँग बोल्न थाल्नुहोस् त्यो अवस्थामा कराउन थाल्नुहोस् प्रभुसँग भन्न थाल्नुहोस् प्रभु म त यो 3 दिन 4 दिनभित्र चाहिँ म तपाईँको आवाज सुन्न चाहन्छु तपाईँको महिमाको कुरा प्रकट हुन चाहन्छु म तपाईँलाई रोक्न चाहन्छु प्रभु म विश्वास गर्छु मलाई कुनै डाउट छैन म विश्वास गर्छु तपाईँले मेरो जीवनमा भलाइका कामलाई गर्नुहुन्छ म विश्वास गर्छु तपाईँको महिमा निश्चय नै प्रकट हुन्छ म विश्वास गर्छु तपाईँको शक्ति तपाईँको सामर्थ तपाईँको भरपुरीका कुराहरू देखा पर्छ म निश्चय नै विश्वास गर्छु हो तपाईँको शक्तिले मेरो जीवनलाई भर्नुहुन्छ म विश्वास गर्छु
तपाईँले त्यो कामलाई पुरा गर्न सक्नुहुन्छ। ओ लर्ड हालेलुया। कराउन सुरु गर्नुहोस्, तपाईँको अवस्थाबाट कराउन सुरु गर्नुहोस्। स्वर्गीयले त्यो बेला सुन्नको निम्ति तयार हुँदैछ। कराउन सुरु गर्नुहोस्, नरोकिनुहोस्। अहिलेसम्म शैतानले तपाईँलाई लाटा बनाइदियो। शत्रुले तपाईँलाई भने नबोल, शत्रुले भने नबोल, शत्रुले भने चुप लागि बस, शत्रुले भने सुन मात्रै नबोल। तर बोल्ने समय आइसकेको छ, बोल्ने समय आइसकेको छ, बोल्ने समय भित्र हामी पस्दैछ, बोल्ने समय भित्र हामी पस्दैछौँ। अन्धकार हटेर जानुपर्छ, उज्यालो देखा पर्नुपर्छ। ओ अन्धकार हटेर जानुपर्छ। प्रभुको महिमाले सिद्ध पर्छ, प्रभुको शक्तिले सिद्ध पर्छ। त्यो भागमा जीवन, त्यो भागमा शक्ति, त्यो भागमा सामर्थ्य, त्यसलाई यीशुको नामबाट त बोल्दैछु, यीशुको नामबाट बोल्दैछु, यीशुको नामबाट बोल्दैछु। ए बन्द भएको ढोका म ख्रीष्टको नामबाट खोल्दैछु। ए बन्द भएको मुख म ख्रीष्टको नामबाट खोल्छु। अब बोल्ने हुनेछ। यो पुस्ताले बोल्दाखेरि चाहिँ ख्रीष्ट रोकिकन उहाँको महिमाको कुरा प्रकट हुनेछ। धन्यवाद प्रभु, धन्यवाद प्रभु, धन्यवाद प्रभु, धन्यवाद प्रभु, धन्यवाद प्रभु। केही पनि नभएको अवस्थाबाट केही कुरा हुँदै गरेको अनुभव तपाईँले गर्दै हुनुहुन्छ। यति बेला केही कुरा हुँदैछ। ओ लर्ड हालेलुया। रिहिके तिरिमी हिजकोथोमा याखाथा बालाबा, रिहिके तिरिमी हिजक्रोथोमा हाकेति लिबिकेमे याथोमा यासा। अब यस बीचबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँको उपस्थिति यस कोठाभित्र छ। कराउन थाल्नुहोस्, उहाँसँग कराउन थाल्नुहोस्, कराउन थाल्नुहोस्। प्रभुको उपस्थिति यस ठाउँभित्र छ मेरो प्रियहरू। आज त्यो मुखको आवाज मात्र तर हृदयको चित्कार भएको, तपाईँको हृदयको चित्कार भएको प्रभुसँग कराउन थाल्नुहोस्। प्रभुलाई भन्नुहोस्, प्रभु मेरो जीवन चाहिँ परिवर्तन हुनै पर्छ। मेरो जीवनमा त्यो महिमाको कुरा देखा पर्नै पर्छ, त्यो विजय आउनै पर्छ। प्रभु कराउन थाल्नुहोस्, कराउन थाल्नुहोस्, कराउन थाल्नुहोस्। शत्रुले थुप्रो वर्ष तपाईँलाई रोक्यो, शत्रुले थुप्रो वर्ष तपाईँको जीवनलाई नि लाटा बनाइदियो। तर आज तपाईँले कराउने फैसला गर्नुभयो। आज तपाईँले ख्रीष्टसँग बोल्ने फैसला गर्नुभयो। यो फैसलाले केही कुराको नतिजालाई लिएर आउँदैछ। यो फैसलाले तपाईँको जीवनमा विजयले लिएर आउँदैछ। ओ लर्ड हालेलुया, लर्ड हालेलुया। प्रभु हामी तयार हुँदैछौँ, प्रभु हामी तयारी हुँदैछौँ, प्रभु हामी तयारी हुँदैछ। यति बेला तपाईँले गर्न सक्नुहुन्छ। म विश्वास गर्छु, म विश्वास गर्छु तपाईँले गर्न सक्नुहुन्छ। म विश्वास गर्छु तपाईँले गर्न सक्नुहुन्छ। प्रभु म विश्वास गर्छु तपाईँले गर्न सक्नुहुन्छ। म विश्वास गर्छु तपाईँले छुटकारा ल्याउन सक्नुहुन्छ। म विश्वास गर्छु चुडेको सम्बन्धहरू फेरि पनि जोडिन्छ। म विश्वास गर्छु लङ्गडे फेरि पनि कुद्ने हुन्छ। म विश्वास गर्छु अन्धाले फेरि पनि देख्छ। म विश्वास गर्छु मुर्दा फेरि पनि बौराइ उठ्छ। म विश्वास गर्छु नदेख्ने अन्धाले देख्छ, बहिरेले सुन्छ। प्रभु लाटाले फेरि पनि तपाईँको महिमाको गीत स्तुति गानहरू गाउन थाल्छ। म विश्वास गर्छु हरेक अवस्थाहरू परिवर्तन हुन्छ। म विश्वास गर्छु मेरो राष्ट्र परिवर्तन हुन्छ। म विश्वास गर्छु मेरो जातिहरू परिवर्तन हुन्छ। म विश्वास गर्छु यो जस्ता क्या मिटिङमा तपाईँले आफ्नो महिमालाई प्रकट गर्नुहुन्छ। तपाईँ गर्न सक्नुहुन्छ। प्रभु म विश्वास गर्छु
म विश्वास गर्छु हरेकको जीवनमा तपाईँका निगानी कृपा तपाईँले ल्याउन सक्नुहुन्छ। म विश्वास गर्छु हरेकको जीवनलाई तपाईँले छुन सक्नुहुन्छ। म विश्वास गर्छु हरेकको जीवनको नियति तपाईँले खोल्न सक्नुहुन्छ। म विश्वास गर्छु हरेकसँग इन्डिभिजुअली तपाईँ बोल्न सक्नुहुन्छ। म विश्वास गर्छु प्रभु, म विश्वास गर्छु। विदाउट डाउट लर्ड, विदाउट डाउट म विश्वास गर्छु तपाईँले गर्न सक्नुहुन्छ। म खोलिकन प्रभुलाई भन्नु मेरो प्रियहरू, प्रभुले मन पराउनुहुन्छ। बोल्न थालौँ सृष्टिकर्ता प्रभुसँग, बोल्न थालौँ त्यो जीवित प्रभुसँग, बोल्न थालौँ हाम्रो जीवनबाट कराउन थालौँ। हामी भनौँ अहिलेसम्म मेरो परिस्थिति हुँदै गर्दाखेरि मैले विश्वास गर्न सकिनँ, मलाई मन दुख्दाखेरि मैले विश्वास गर्न सकिनँ, मेरो जीवनमा कमजोरता हुँदाखेरि मैले विश्वास गर्न सकिनँ, तर म आज विश्वास गर्छु तपाईँले सबै कुरामा गर्न सक्नुहुन्छ। मेरो अवस्थाभन्दा माथि तपाईँ हुनुहुन्छ, मेरो समस्याभन्दा माथि तपाईँ हुनुहुन्छ। तपाईँले परिवर्तन ल्याउन सक्नुहुन्छ, तपाईँले परिवर्तन ल्याउन सक्नुहुन्छ, तपाईँले परिवर्तन ल्याउन सक्नुहुन्छ। बैठा विश्वास गर्छु, विश्वास गर्छु प्रभु, म विश्वास गर्छु तपाईँ सानोदेखि लिकन दुधे बालकदेखि लिकन तपाईँ ठुलो व्यक्तिद्वारा बोल्नुहुन्छ। म विश्वास गर्छु प्रभु, म विश्वास गर्छु तपाईँले यो कुरालाई गर्न सक्नुहुन्छ। प्रभु मसँग लट्ठीमा कोपिला लाग्न सक्छ भनेदेखिलाई तपाईँले जे पनि गर्न सक्नुहुन्छ। म विश्वास गर्छु तपाईँको वचनमा। प्रभुले नि तपाईँको जीवनमा नि त्यो विश्वासको लेभललाई बढाउन चाहनुहुन्छ। तपाईँ रित्तिनुभयो त्यो भागमा, तर आज कराउन थाल्नुहोस्, म विश्वास गर्छु। अनि प्रभुलाई भन्नुहोस्, प्रभु मेरो जीवनमा म काम गर्न दिन्छु तपाईँलाई। के तपाईँ तयारी हुनुहुन्छ? तपाईँ उहाँको महिमा तपाईँको जीवनमा ओर्लिएर आएको तपाईँ चाहनुहुन्छ, उहाँले तपाईँको जीवनमा कार्य गर्नु दिनु हो भनेदेखिलाई तपाईँको मैलो जीवनलाई ख्रिस्टको रगतले धोइ माग्नुपर्छ। मेरो प्रियहरू, तपाईँको शरीर छ पवित्र आत्माको मन्दिर हो। यदि तपाईँ भन्नुहुन्छ भनेदेखिलाई आज मन्दिर भत्काउनु भला पापका कुराहरूले, संसारिक कुराहरूले, आज त्यो कुरालाई हटाइदिनुहोस् अनि प्रभुको रगतले धोइ माग्नुहोस्। तपाईँको शरीर अनि प्राण अनि आत्मालाई ख्रिस्टको रगतले धोइ माग्नुहोस्, क्षमा माग्नुहोस्। तपाईँले गल्ती गरेको छ भनेदेखिलाई अनि प्रभुलाई भन्नुहोस्, म विश्वास गर्छु प्रभुको रगतले मेरो पापलाई जम्मै पापलाई धोन्छ। म विश्वास गर्छु त्यो पापको अवस्थाबाट परिवर्तन गरिकन तपाईँले जीवनलाई ल्याउन सक्नुहुन्छ। भत्केको मन्दिरलाई म फेरि पनि बनाउँछु अनि तपाईँ निश्चय नै फेरि पनि राज्य गर्नुहुन्छ अनि तपाईँको हराएको महिमा फेरि पनि फर्केर आउँछ। प्रभु आज निर्माण हुँदैछ भत्केका कुराहरू। मेरो प्रियहरू, म देख्दैछु धेरैको मन्दिरहरू भत्किसकेको छ पापका कुराहरूले। म देख्दैछु धेरैको जीवनहरू लथरलिङ्गै छ, तपाईँको आफ्नो तरिकाले जिउनु भएको हो। तपाईँलाई कतिचोटि परमेश्वरको वचन आउँदा तपाईँले आफ्नो हटिउनु भयो, त्यसले तपाईँको जीवन मन्दिरलाई नाश पारेको छ। येशू ख्रीष्टको रगतले धोइ माग्नु। पहिले यो 2:27 यो कुरा भन्छ, 2:7 यो कुरा भन्छ, जस्तोमा ज्योतिमा हुनुहुन्छ ज्योतिमा हिँड्यो भने एक्लै अर्काको सङ्गति हुन्छ। पुत्र येशू ख्रीष्टको रगतले जम्मै पापलाई धोन्छ। पहिले यो 1:7 यही कुरा भन्छ। पहिले यो 1:9 यो कुरा भन्छ, यदि तिमीले आफ्नो पापलाई मानिलियो भनेदेखिलाई येशू ख्रीष्टको रगतले तिम्रो पापलाई क्षमा गर्नुहुन्छ। उहाँ आफ्नो वचनमा विश्वासयोग्य र भलो हुनुहुन्छ। आज नि ख्रीष्टको रगतले नि तपाईँको पापलाई धुँदैछ अनि नि तपाईँको जीवनलाई नि नयाँ बनाउँदै हुनुहुन्छ। नयाँ बनाउन दिनुहोस्, यति बेला नयाँ बनाउन दिनुहोस्, नयाँ बनाउन दिनुहोस्, नयाँ बनाउन दिनुहोस्। भत्केको कुरालाई नयाँ बनाउन दिनुहोस्। उहाँको रगतले तपाईँको जीवनलाई धुन्छ। उहाँको रगतले तपाईँको पापलाई धुन्छ। उहाँको रगतले तपाईँको जीवनलाई धुँदै हुनुहुन्छ। धुन दिनुहोस्, अझै धुन दिनुहोस्। धोइएको जीवनमा
उहाँले केही कुरा भर्न चाहनुहुन्छ। रित्ताउन थाल्नुहोस्। योनाको 2 अध्यायमा यदि त्यो विवाहको 6वटा घ्याम्पा नरितेको भए प्रभुले आश्चर्य कर्म गर्न सक्नुहुने थिएन। तर रितेको घ्याम्पामा उहाँले आश्चर्य कर्म गर्न सक्नुभयो। रित्ताउन थाल्नुहोस्। यति बेला रित्ताउन थाल्नुहोस् आफ्नो जीवनलाई। पापलाई घोप्टाइदिनुहोस्, हटिपनलाई घोप्टाइदिनुहोस्, अविश्वासको कुरालाई घोप्टाइदिनुहोस्। यति बेला रित्ताउनुहोस् अनि ख्रीष्टको रगतले धोइ माग्नुहोस्। प्रभु तपाईँको शक्तिले अब भर्नुहोस्। पवित्र आत्मा तपाईँले भर्न थाल्नुहोस्। यति बेला जीवनले भर्न थाल्नुहोस्। यति बेला प्रभु म प्रार्थना गर्छु। प्रभु धन्यवाद तपाईँले गर्नुभएको कामको लागि। म बिन्ती नै प्रार्थना गर्दैछु आजको यो साँझ पख तपाईँले आफ्नो सामर्थलाई खोल्दै हुनुहुन्छ। तपाईँले आफ्नो शक्तिलाई खोल्दै हुनुहुन्छ। तपाईँले आफ्नो महिमालाई खोल्दै हुनुहुन्छ। धन्यवाद प्रभु। आज तपाईँले गर्नुभएको कुरालाई म विश्वास गर्छु। किन यो काम चाहिँ तपाईँबाट भएको हो। यो काम चाहिँ तपाईँले मात्रै गर्न सक्नुहुन्छ। मान्छेको लागि असम्भव छ, तर येशू ख्रीष्ट तपाईँको लागि सबै कुरा सम्भव छ। म विश्वास गर्छु। म विश्वास गर्छु। बोल्नुहोस्, मुख खोलेर भन्नुहोस्, म विश्वास गर्छु। म विश्वास गर्छु प्रभु। म विश्वास गर्छु प्रभु। म विश्वास गर्छु प्रभु। म विश्वास गर्छु लाजरस मुर्दाबाट बौराइ उठेको। म विश्वास गर्छु तपाईँले आश्चर्य कर्म गर्नुभएको। म विश्वास गर्छु तपाईँले जीवनलाई दिनुभएको। आज त्यही काम तपाईँले यहाँनिर गर्न सक्नुहुन्छ। प्रभु म हृदयलाई खोल्छु अनि त्यो कामलाई म गर्न दिन्छु मेरो जीवनमा। प्रभु महिमा तपाईँलाई भएको होस् येशू ख्रीष्टको नाममा। आमेन।